सुकुमायाले भुन्टी बनेर भूपेन्द्र र भूपेन्द्रको गर्लफ्रेन्डले भुन्टीलाई सम्पत्ति दिनुभन्दा बरु मार्दिम भन्ने योजना भूपेन्द्र र भूपेन्द्रको गर्लफ्रेन्डले गरेको कुरा सुकुमायाले सुनिसकेपछि सुकुमायाले भूपेन्द्रको गर्लफ्रेन्डलाई पुलिस थानामा बुझाइसकेकी छिन् भने यता भूपेन्द्रलाई पनि घरमा आफ्नो दाइले बाँधेर सुकुमायाले पुलिस बोलाइसकेकी छिन्। त्यहाँ पुलिस आइसकेका छन्। अब भने भुन्टी सिरियलमा के होला त दर्शकबिन? के सुकुमाया भुन्टी होइनन्, भुन्टी कतै गएर बसेकी छिन् भन्ने कुरा भूपेन्द्रको परिवारले के थाहा पाउला त? के होला त दर्शकबिन? अब आउने भागमा यस भिडियोमा हामी पुरा बताउन लागिरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म हेर्नुहोला। भूपेन्द्रले भुन्टीलाई विगतमा जति नै दुःख दिए पनि अब त मैले भुन्टीलाई राम्रो सम्बन्ध बनाएर भुन्टीसँगै मैले जिन्दगी बिताउनु पर्छ र जेरीलाई मैले छोड्नु पर्छ भन्ने कुरा भूपेन्द्रले सोच्नु पर्ने थियो। तर भूपेन्द्रले जेरीसँगै मिलेर भुन्टीलाई मार्ने योजना जब सुकुमायाले थाहा पाइन्, यस्तो अवस्थामा भने मार्नसम्म पछि नपर्ने यस्तो भूपेन्द्रले भुन्टीलाई कसरी माया गरेको थियो होला र भुन्टीलाई अब यसको साथमा कुनै पनि हालतमा राख्नुहुन्न भन्ने सुकुमायाले सोचिसकेकी छिन् र कुनै पनि हालतमा डिभोर्स गरेर भुन्टीलाई त्यस घरबाट आफ्नो सम्पत्ति दिलाएरै छोड्छिन् भन्ने हामीहरूलाई पूर्ण विश्वास लागिरहेको छ। सुकुमायाले यो काम गर्नको लागि भुन्टीलाई धेरै नै सहायता दिइरहेकी छिन्। उनी भुन्टी भनेर त्यस घरमा धेरै नै कुराहरू थाहा पाइरहेकी छिन् भने अन्याय र अत्याचारको लागि आफ्नो मितिनीलाई यतिसम्म साथ दिने भुन्टीले आफ्नो मितिनी साथी पाएकै हुन्। हुन त भुन्टीले भूपेन्द्रको घरको सम्पत्तिमा कहिले पनि आश र डाहा गरेकै थिएनन्। भुन्टीले त आफ्नो श्रीमान र श्रीमानको घर राम्रो होस् र प्रगतिको कामना र आफूले पनि केही गरेर पढेर देखाउँछु भन्ने सोच भुन्टीमा रहेको थियो। भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई आफूभन्दा पनि बढी माया गरेको हामीहरूले देखिरहेका थियौँ। तर भूपेन्द्रले बेला बेलामा भुन्टी सोझीको फाइदा उठाएर भुन्टीलाई घरमा राखेर मिठो कुरा गरेर बाहिर तरुणी केटीसँग भूपेन्द्र लागिरहेको कुरा भुन्टीले कहीँ कतैबाट थाहा पाइसकेपछि पनि भुन्टीले धेरै पटक गल्ती भयो अब माफ पनि दिएकी थिइन् भूपेन्द्रलाई। तर पनि भूपेन्द्रको यस्तो बानी कहिले पनि सुध्रिएको थिएन। त्यही कारणले भुन्टी र भूपेन्द्रमा अलिकति झगडा भइरहेको थियो। तर पनि भुन्टीले सही रहेकी थिइन्। अहिले त भूपेन्द्रले आफूले गल्ती काम गर्दा पनि उल्टै भुन्टीलाई नाना थरीको दोष लगाएर नमिठो वचन लगाएर यतिसम्म गरेको कारणले भुन्टीले सहनै नसकेर भुन्टी भूपेन्द्रको घरबाट छोडेर अहिले अन्त गएर बसेकी छिन्। त्यस्तो अवस्थामा भुन्टीलाई अन्याय र अत्याचार भयो भन्ने कुरा जब सुकुमायाले थाहा पाइन्, उनी गाउँबाट भुन्टीलाई साथ दिनको लागि सुकुमाया गाउँबाट सहर आइन्। तर भूपेन्द्रको परिवारले भुन्टीको ठाउँमा सुकुमाया छिन् भन्ने कुरा अझै पनि थाहा पाएको छैन। सुकुमायाले भुन्टी र भूपेन्द्रको डिभोर्स गराई भूपेन्द्रको सम्पत्ति भुन्टीलाई आफ्नो अधिकार दिइसकेपछि मात्र भन्ने हुन् कि भन्ने पनि हामीहरूलाई लागिरहेको छ। र भूपेन्द्रको परिवारले यो कुरा भुन्टी होइनन् सुकुमायाले यो खेल खेलिरहेकी छिन् भन्ने कुरा थाहा पायो भने के होला त दर्शकबिन? के भुन्टीलाई दिनुपर्ने सम्पत्ति भूपेन्द्रको परिवारले यस्तो खेल खेलेको भनेर थाहा पाइसकेपछि रोक्ने छन् त? त्यो भने आगामी दिनमा हामीहरूले पक्कै पनि थाहा पाउनेछौँ। यदि भूपेन्द्रको सम्पत्ति भुन्टीले पाइन् भने पनि भुन्टी दया माया कि खाने छिन्। कहीँ कतै भुन्टीले फेरि भूपेन्द्रलाई त्यो सम्पत्ति फिर्ता दिने त होइनन् भन्ने पनि एउटा शङ्का गर्न सकिन्छ। किनकि भुन्टी निकै नै दयालु भएको कारणले भुन्टीले अरूको दुःख देख्न सक्दैनन्। यसरी भुन्टीले आफूले पाएको सम्पत्ति फेरि भूपेन्द्रलाई दिइन् भने भूपेन्द्रहरू ठुलो पल्टिनेछन् र भुन्टीलाई फेरि दुःख दिन्छन् कहीँ न कहीँबाट भन्ने हामीहरूलाई लागिरहेको छ। भुन्टीले आफ्नो सम्पत्ति पाएर नयाँ जीवन जिउनु पर्छ, उनको आफ्नो सपना पुरा गर्नुपर्छ र त्यो नयाँ केटासँग पनि उनको सम्बन्ध राम्रो भएर नयाँ केटासँग बिहे गर्नुपर्छ भन्ने तपाईँहरूलाई लाग्छ भने कमेन्ट बक्समा भुन्टी र त्यो नयाँ मास्टर केटासँग बिहे होस् भनेर कमेन्ट बक्समा लेखिदिनु होला भन्दै आजको भुन्टी सिरियलको रिभ्यू भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। अहिलेलाई बिदा हुन्छौँ। हस्त धन्यवाद।